हाई एभ्रिवान। सो आज हामी सिड राख्न सिकौँ है त। सो सिडलाई सिडलिङ कसरी बनाउने, यसको लागि हामीलाई फर्स्टमा माटोको मिक्सचर प्रिपेयर गर्नुपर्ने हुन्छ। यसको लागि हामीले माटो, मल र कोकोपिट सबै एक एक भाग अर्थात् इक्वल पार्ट्समा लिन्छौँ र इक्वल पार्ट्समा लिइसकेपछि यसलाई मजाले मोलेर हामी सिडलिङ ट्रेमा सबै होल्सहरू फिल हुने गरी चाहिँ भर्दै जान्छौँ। हामीसँग सिडलिङ ट्रे अभाइलेबल छैन भने हामीले अन्डाको क्रेट पनि युज गर्न सक्छौँ अथवा गमलामा पनि हामीले बिरुवाहरू निकाल्न सक्छौँ। सिडलिङ ट्रे युज गर्दाखेरि चाहिँ हामीले हरेक होल्समा सिड हाल्दै जानुपर्ने हुन्छ र सिडको अमाउन्ट कति हाल्ने भनेर पनि डिसाइड गर्नुपर्ने हुन्छ। टावर फार्मिङ गर्दाखेरि हामी जेनरली लेटस र सागको बिउहरू एउटा एउटा पर्ने गरी हाल्छौँ। हामीले बिउ लिँदाखेरि चाहिँ एकदमै भर पर्ने ठाउँबाट र लाइसेन्स प्राप्त अथवा राम्रो एग्रोभेटबाट मात्र लिने गर्नुपर्छ। यसरी सबै बिउ चाहिँ हरेक खण्डमा हालिसकेपछि हामीले मजाले त्यो अघिको मिश्रण जुन थियो त्यो मिश्रणलाई चाहिँ एउटा लेयर हुने गरी मजाले त्यो छोपिदिन्छौँ, बिउलाई छोपिदिन्छौँ। र यसरी छोपिसकेपछि चाहिँ हामी सर्लक्क पानी हालेर यो सिडलिङ ट्रे अथवा अन्डाको क्रेटलाई चाहिँ एउटा सुरक्षित ठाउँमा जहाँ चाहिँ किरा नलाग्ने अथवा चराचुरुङ्गी नआउने ठाउँमा चाहिँ सेफली राख्छौँ। यति भइसकेपछि बेस्ड अन द सिड 10 to 15 डेजमा टावरमा जान यो सिडहरू रेडी हुन्छ।